नमस्ते सबैजनालाई। आजको यो भिडियोमा आज चाहिँ म यो चाहिँ मेनुतर्फको है मेनुतर्फको चाहिँ ट्रेनको पार्ट्सहरू बनाउने चाहिँ यो कम्पनी हो। अब त्यही म चाहिँ हजुरलाई आज के भयो अलिकति भिडियो बनाएर देखाउने कोसिस गर्नेछु र यो चाहिँ बिहानको समय हो, त्यही भएर अलिकति चिसो चाहिँ हुन्छ है बिहानतिर, त्यही भएर चाहिँ यो अलि अन गरौँ। अब यो चाहिँ अब मैले कामको छुनबी गर्नुपर्ने हुन्छ, मान्छेहरू बिस्तारै आउँदैछन्, यो बिहानकै समय भएर चाहिँ सबै पुगिर सकेका छैन। अब त्यो चाहिँ हामीले बुकमा पढेका छौँ नि त, काम हुनु भन्दाखेरि 10-15 मिनट अगाडि जाने हो, त्यही रुल फलो गर्नु यहाँ पनि पर्छ र म पनि 10-15 मिनट अगाडि आएर चाहिँ म कामको चाहिँ छुनबी गर्छु। अब मैले आज गर्ने काम चाहिँ अब यहाँ चाहिँ अब के हुन्छ भन्दाखेरि म त्यो पनि हजुरलाई देखाउने छु। तर अहिले चाहिँ मैले भिडियो खिच्ने मौका पाएको भएर चाहिँ म सबै सेक्सनहरूमा गएर चाहिँ भिडियो खिचिरहेको छु। अब यो चाहिँ स्पेसली ट्रेनको मिडल पार्ट भन्छ है, अब त्यो पनि कस्तो हुन्छ म सबै कुरा देखाउने छु हजुरहरूलाई। यो चाहिँ यो पनि पार्ट्स हो। अनि यहाँनिर छङ्गी छल्दाङ्गी भन्ने हजुरले पढ्नु भएको छ होला नि, हो यहाँबाट चाहिँ यसले कटिङ गर्छ। अब यस्तो हुन्छ हेर्नुहोस् है। अब अर्को कुरा के छ भन्दाखेरि अब कोरियामा जुन हामी यस्तो देख्छौँ 3D वर्क भन्ने सबैलाई थाहा नै छ। अब नेपालमा छँदा मलाई पनि डर लाग्थ्यो होइन, अब यस्तो यस्तो मेसिन ठुल्ठुलो मेसिनहरू देख्दा। अब तर यहाँ आइसकेपछि रियालिटीमा युज टु हुँदै गयो भने मान्छेको दिमाग रहेछ क्या। अब मान्छेले जस्तो सोच्छ नि त्यस्तै गर्न सक्छ। मैले भोगे अनुसारले चाहिँ अहिले यस्तै भइरहेको छ। अब सुरुमा चाहिँ डर लाग्थ्यो, अब अहिले चाहिँ युज टु भइसकेको छ, नर्मल नै जस्तो लाग्छ क्या। त्यही भएर चाहिँ हजुरहरूले पनि त्यस्तै मेन्टालिटी अटोमेटिक हुन्छ क्या। अब अरूले गर्न सकिराखेका छन् भने हामीले नसक्ने भन्ने कुरै हुँदैन। त्यही भएर हजुरहरूले पनि चिन्ता लिनु पर्दैन। अब काम भनेको चाहिँ सकिन्छ क्या, अरूले सकिरहेछन् भने हामीले पनि सक्छौँ भन्ने चाहिँ त्यो मेन्टालिटी चाहिँ बोक्नुपर्छ। बोकेर चाहिँ हामीले कोरिया चाहिँ आउनुपर्छ एक दिन है त। अब यहाँ चाहिँ विभिन्न पार्टहरू बन्छ है साथीहरू, विभिन्न यो र मेटेरियलहरूलाई लिएर काट्ने होइन, अब विभिन्न सेपहरू साइजमा बनाउने कार्यहरू चाहिँ जारी हुन्छ। सबको आफ्नो सेक्सन हुन्छ र त्यही अनुसारको काम हुन्छ। आजको हाम्रो काम भनेको चाहिँ हाम्रो यो साथी र मेरो चाहिँ यो जुन यो पाताहरू छ यो चाहिँ हामीले यसमा राख्नुपर्ने हुन्छ र त्यसपछिको काम चाहिँ फान्जाङले गर्नुहुन्छ। यो मिलेको छ कि छैन सबै कुरा चाहिँ उहाँले हेर्नुहुन्छ। अब जुन यो पार्टहरू हुन्छ नि, यो मिड पार्ट भनेको यो नै हो। अब यो फाइनलमा चाहिँ गएको छैन, फुल चाहिँ भएको छैन, तैपनि मोटामोटी चाहिँ यस्तै हुन्छ है। त्यो पनि म पछि देखाउने छु। र हामीले चाहिँ अहिले साथ चाहिँ रेस्ट गरिरहेछ, किन भन्दाखेरि हामीले चाहिँ 1 घन्टा काम गरेर 1-1 घन्टा काम गर्दै रेस्ट गर्ने चाहिँ मोबाइल चलाउनु चाहिँ सकिन्छ है। अब त्यस्तो अब कम्पोनेन्ट्समा डिपेन्ड हुन्छ है मोबाइल चलाउने नचलाउने भन्ने कुरा चाहिँ। तर त्यही भएर चाहिँ यहाँ चाहिँ खुल्ला नै हुन्छ, केही फरक पर्दैन। त्यही भएर चाहिँ बेला बेलामा चाहिँ यस्तो हार्ड चाहिँ हुँदैन क्या यस्तो कामहरू। अब त्यस्तो हामी जस्तो सुन्छौँ त्यति स्टिक चाहिँ हुँदैन, अब कुनै हो, नत्र भने अलमोस्ट सबै कम्पनीहरू चाहिँ राम्रै हुन्छ। हाम्रो सेक्सनमा चाहिँ हामीले अहिले एउटा टास्क सकेर चाहिँ हामीहरू बसिरहेका छौँ अनि अर्को सेक्सनमा चाहिँ काम चालु भइरहेको छ। हाम्रो सेक्सनमा चाहिँ काम गर्ने सिनियर चाहिँ हाम्रो फान्जाङ नै हुनुहुन्छ, उहाँ चाहिँ कोरियन नै हो होइन। त्यही भएर चाहिँ हामीलाई त्यस्तो प्रेसर चाहिँ हुँदैन है। अब कोरियन अब हुन्छ है, विभिन्न कम्पनी अनुसार हुन्छ। अब कसैले पेल्ने पनि गर्छन् भन्ने हामीले सुनेका हुन्छौँ है। अब कोरियामा त्यस्तै हुन्छ क्या, अब के कस्तो हुन्छ आफ्नो कम्पनीमा डिपेन्ड गर्ने हुन्छ। तर हाम्रो चाहिँ एकदमै सजिलो छ। अब बेला बेला झन् बस आराम गरेर चाहिँ धेरै बन्नुहुन्छ। त्यही भएर चाहिँ त्यस्तो प्रेसर छैन। बस्दै जे खानु मन लाग्यो कफी पानी खाँदै अनि बिस्तारै आफ्नो काम गर्ने हो। त्यस्तो हार्ड पनि हुँदैन, त्यस्तो धेरै गर्नुपर्ने केही हुँदैन। अलिअलि गर्ने हो, बस्ने हो, काम गर्दै बस्दै गर्दा हुन्छ। अनि काम गर्दा गर्दै केही सामान चाहियो भने यहाँबाट चाहिँ लगेर जानुपर्ने हुन्छ। तर सुरुमा चाहिँ के दुःख हुन्छ भन्दाखेरि चाहिँ हामीहरूलाई त्यति यो इन्स्ट्रुमेन्टहरू अथवा त्यो सामानहरूको नाम कोरियनमा थाहा हुनुपर्ने हुन्छ क्या। अब सुरुमा हामीले पढे अनुसारको सबै चाहिँ हुँदैन नि त। अब त्यहाँ चाहिँ यहाँ एक्स्ट्राहरू पनि हुन्छ, त्यही भएर चाहिँ अलिक गाह्रो चाहिँ हुन्छ। तर बिस्तारै यो सबै कुराहरू युज टु हुन्छ, त्यही भएर डराउनु कसैले पर्दैन। अब भाषा भन्ने कुरा चाहिँ यहाँ आएर सिकिने हो क्या। नेपालमा छँदा त त्यो प्र्याक्टिकली हुँदैन नि, हाम्रो त्यो थ्योरिकली चाहिँ हुँदैन है। नेपालबाट नेर हानियो भन्ने चाहिँ थाहा हुनुपर्छ, बाँकी चाहिँ सबै यतै सिक्ने हो। त्यही भएर चाहिँ त्यस्तो भाषाको पनि प्रेसर लिनुपर्ने केही छैन। बाँकी यस्तै छ साथीहरू। अब कोरियाको काम है, अब दिनभरि कहिले अब काम चल्यो भने झनै बढी गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ यस्तै हो कोरियाको काम भन्ने कुरा यस्तै छ। अब त्यही आफूलाई चाहिँ शनिबार आइतबार कहिले आउला भन्ने छुट्टीमा चाहिँ हप्ता बितेको थाहा हुँदैन। अब त्यस्तै हो। 12 बजेदेखि 1 बजीसम्म चाहिँ हाम्रो छमसिम सिकाउनु हुन्छ। अब त्यसमा चाहिँ हामीले खाना खाएर आएर रेस्ट पनि गर्न सकिन्छ। अब त्यो रहेको समयमा चाहिँ विभिन्न मान्छेहरू उता कोही चुरोट खाइरहेछ, कोही यता
यागुको प्र्याक्टिस गरिरहेछ आफूले जे पनि गर्न सकियो है त्यो टाइममा चाहिँ एकदमै रमाइलो हुन्छ है तर एकदमै साथीहरूसँग गफ गर्न अब सुरुमा भाषै जानिँदैन त्यस्तै रमाइलो होइन नेर आनियो भन्दै जान्छ अब पछि अलि भाषा बुझ्दै जाँदा त झनै रमाइलो हुन्छ तर मलाई चाहिँ सुरुको फेज चाहिँ राम्रो लाग्थ्यो किन भन्दा भाषा आउँथेन नेर आनियो भन्ने हो अनि त्यसमा चाहिँ झनै रमाइलो लाग्थ्यो के है अब जानेपछि पनि अब त अलिअलि ठिकै हो है तर सुरुको फेज सम्झिँदा चाहिँ एकदमै राम्रो हुन्छ त्यही भएर चाहिँ हाम्रो कम्पनीमा आउने नयाँ साथीहरू पनि हुनुहुन्छ अथवा कोही आउँछन् होइन बेला बेला 6-6 महिनामा आइरहेको हुन्छन् अब सुरुमा चाहिँ भाषा अब त्यस्तै हुन्छ नि त नेर आनियो भन्ने अनि त्यही भएर चाहिँ कुरा गर्नु पनि रमाइलो हुन्छ नयाँ मान्छेहरूसँग त्यही भएर चाहिँ एकदमै रमाइलो हुन्छ है कोरियाको जीवन चाहिँ यदि राम्रै कम्पनी छ भनेपछि यदि तपाईँको त्यहाँको वातावरण एकदमै राम्रो छ तपाईँहरूको एकदमै सबै त्यहाँको लिडरहरू होइन फान्जाङदेखि लिएर सबै मान्छेहरू तपाईँको आफ्नै देशको स्वयं भए पनि एकदमै राम्ररी बस्नु भएको छ भने चाहिँ एकदमै रमाइलो हुन्छ है कोरिया अलि कामको बेला अलिक प्रेसर हुन्छ होला तर बाँकी समयमा चाहिँ एकदमै राम्रो बाँकी सबै राम्रो हुन्छ एकदमै फ्रिडम हुन्छ होइन तपाईँ विदेशी भए पनि तपाईँलाई त्यस्तो हेप्ने चेप्ने चाहिँ त्यस्तो हुँदैन है त्यही भएर चाहिँ हजुरहरूले पनि एकदमै कोरियामा चाहिँ यदि आउने सपना छ भनेपछि मेहनतलाई जारी राख्नु होला है अब फेल पास होइन अब अनि भाग्यको खेल के अब त्यो चाहिँ एउटा पार्ट्स अफ लाइफ हो है तर गिभअप चाहिँ गर्नुहुन्न यदि हजुरहरू साँच्चीकै आउनु चाहनुहुन्छ भने चाहिँ हेर्नुहोस् म पनि कोरिया आउनुभन्दा अगाडि चाहिँ मेरो योमा चाहिँ कमजोरी छ यसमा कमजोरी छ आफ्नो कमजोरीलाई मात्र निहालिन्छ कि हामी मान्छे भनेको त्यस्तै प्राणी हो है त्यही भएर चाहिँ आफ्नो पोजिटिभतिर चाहिँ लाग्नुपर्छ है पोजिटिभ कुराहरू हेर्ने हो बाँकी त अब भोलि कसैले देखेको हुँदैन भन्छन् नि अब त्यस्तै हो साथीहरू अब मेरो अनुभवमा चाहिँ कोरिया अहिलेसम्म चाहिँ एकदमै राम्रो छ कोरियामा चाहिँ 3D काम हुन्छ नै है कोरियामा 4 काम हुन्छ नै अब हरेक जोखिम पनि हुन्छ नै है अब यसमा लुकाउनु पर्ने कुरा नै छैन अब यसको सबै मलम लगाउने काम केले गर्छ भन्दाखेरि जब हामीले स्यालेरी थाप्छौँ अनि अब हामीलाई नेपालमा हुँदा 99% चाहिँ जुन प्रब्लम आएको हुन्छ नि हाम्रो फ्यामिलीमा हरेक कुरालाई चाहिँ पैसाले रोकिएको हुन्छ क्या हो त्यसको मलम लगाउने काम केले गर्छ त हाम्रो स्यालेरीले गर्छ हो त्यही भएर पनि होला एकदमै राम्रो लाग्छ अब कोरियाको दुःख सुख यस्तै हो साथीहरू जुन मैले मिड पार्ट भनेको थिएँ यो नै हो है अब पुरा फाइनल चाहिँ आज नै गरिएको छैन त्यो चाहिँ आज चाहिँ कम्प्लिट हुँदैन भनेका छन् अब त्यही भएर अब त्यो चाहिँ म अर्को दिन देखाउने छु अब बाँकी यस्तै हो अब कम्पनीको कामहरू यस्तै छ अब बाँकी चाहिँ हामीले जाँदाखेरि अलिअलि छुङसो गरेर जानुपर्ने हुन्छ र यसै गरी चाहिँ हाम्रो दिनहरू बित्छ है त अब बाँकी यसै गरी हाम्रो दिनहरू बित्छ हस्त साथीहरू अब बाँकी अब अर्को भिडियोमा भेट्नेछौँ अहिलेसम्म भिडियो हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद बाँकी अब अर्को भिडियोमा भेट्नेछौँ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो किप सपोर्टिङ किप लभिङ थ्याङ्क यू